हेलो गुड मर्निङ वेलकम टु माई एनदर भ्लग मित्रहरू। आज चाहिँ म यो बिहानै यहाँ नजिकको पार्कमा निस्केको छु मर्निङ वकमा। आज भने दाइसँग म लन्डन घुम्न जाने मेरो कार्यक्रम रहेको छ। तर अहिले पानी पर्ला जस्तो भएको छ, हल्का पानी परिरहेको पनि अवस्था छ। यहाँ युकेमा तीनटा चिज चाहिँ एकदमै भर्न पर्ने भन्दो रहेछन् हैन, वेदर अनि वर्क अनि अर्को चाहिँ त्यसमा भनेको विशेष गरी टावर ब्रिज अनि ग्रीन पार्क, जहाँ चाहिँ ग्रीन पार्कमा चाहिँ राजाको दरबार रहेको रहेछ हैन। त्यहाँ हामी गएर आज हेर्नेछौँ। हुन चाहिँ आज विशेष गरी भन्नुपर्दा पानी पर्न खोजिरहेको छ, हल्का परिराखेको पनि छ। युकेको वेदर चाहिँ यस्तै नै हो हैन, भर हुन्न भन्छन्। लेट्स सी आज दिउँसो कस्तो हुन्छ। इफ त्यस्तो भयो भने म तपाईहरुलाई छोटो छोटो भिडियोहरु चाहिँ देखाउँछु है। किप वाचिङ ओके। त्यो हो त यता पनि आज चाहिँ हामी यो लन्डन घुम्ने क्रममा दाइसँग यो ग्रीन पार्कमा हामी छौँ। यहाँ चाहिँ यस्तो देखिएको छ है, अत्यन्तै यो ठुलो भवनहरू रहेछ। एन्ड यहाँबाट चाहिँ हामी अब ग्रीन पार्कमा छिरिसक्यो। यो लन्डनको राजाको गाउँतिर छ हामी तयार हामी होइन दाइ? बकिङम प्यालेस भन्छ यसलाई। ओके, यहाँको एकदम राम्रो गार्डन पनि रहेछ होइन। दामी छ है, दामी छ गार्डन। वाउ, यसलाई टुलिप भन्छ। टुलिप चाहिँ बबाले फुलेको देखिएको छ। साथै यो राजा बस्ने दरबार परिसरभित्र चाहिँ हामी आज दिन बिताइरहेका छौँ। बबाल यहाँबाट चाहिँ अब बाहिर घुमिरहेकै छौँ। ब्याकग्राउन्ड चाहिँ राम्रो छ। हालको राजा गाउँ पनि घुमेर हामी दाइसँग फर्किँदैछौँ। कहिले काहीँ म चाहिँ यो भिडियोहरू अपलोड पनि गर्न सक्छु क्या दाजु। लन्डन कता देखिरहेको है? ग्रीन गार्डन लन्डनको चिसो हावाले भनेको त्यतिको होइन छ नि त। हावा त खत्रै चल्दैछ होइन, चल्नेछ नि त हावा। यहाँबाट टक्कै लन्डन ब्रिज भन्दैन, यो के भन्छ टावर ब्रिज।
हेलो गुड मर्निङ वेलकम टु माई एनदर भ्लग मित्रहरू। अहिले चाहिँ म यो नजिकको पार्कमा छु मर्निङ वकको लागि र आज चाहिँ दिउँसो म लन्डन घुम्न जाने भन्ने कुरा भइरहेछ।